नेपाल गभर्नमेन्टले चाहिँ सोशल मिडिया प्लेटफर्म जस्ट लाइक फेसबुक, इन्स्टाग्राम, ट्विटर जस्तो जुन प्लेटफर्महरू रहेको छ यसलाई चाहिँ ब्यान लगाउने सोचिरहेको छ। अब नेपाल गभर्नमेन्टले साँच्चीकै यो जुन सोशल मिडिया प्लेटफर्ममा ब्यान लगायो भने अब हाम्रो फ्री फायर आइडी त फेसबुकसित कनेक्टेड छ। यदि नेपाल गभर्नमेन्टले साँच्चीकै फेसबुकमा ब्यान लगायो भने के हाम्रो फ्री फायर आइडीमा असर पर्छ त? यदि असर पर्यो भने त्यसको सल्युसन के हुन्छ त भनेर चाहिँ आजको यो भिडियोमा चाहिँ कुरा गर्नेछौँ। अनि के हो यस्तो यो? सो हेलो गाइज, के छ खबर? सन्चै हुनुहुन्छ? सो आजको भिडियोमा के टपिकको बारेमा कुरा हुँदैछ भनेर त हजुरहरूले इन्ट्रोमा सुनिसक्नु भएको छ। अहिलेको सिनेरियोमा चाहिँ हाम्रो जुन नेपाल गभर्नमेन्ट रहेको छ, नेपाल गभर्नमेन्टले चाहिँ एउटा नयाँ रुल चाहिँ बनाएको छ। त्यो रुलमा के लेखिएको छ भन्दाखेरि चाहिँ एभ्री सोशल मिडिया प्लेटफर्म जस्तै कि फेसबुक, इन्स्टाग्राम अनि पछि ट्विटरहरू छन् नि, यो सोशल मिडिया प्लेटफर्महरू चाहिँ नेपालमा रजिस्टर हुनुपर्छ भनेर चाहिँ रुल चाहिँ बनाएको छ। मेबी यो रुल चाहिँ पहिलादेखि नै छ होला, अहिले आएर चाहिँ लागू चाहिँ हुँदैछ। अब यो रुल किन बनाएको भन्दाखेरि चाहिँ यो सोशल मिडिया प्लेटफर्म अहिले हेर्ने हो भने चाहिँ धेरैजनाले चाहिँ यसको एक्सेस पाइरहेको छन् अनि पछि यसबाट चाहिँ धेरै क्रिमिनल एक्टिभिटिजहरू पनि भइरहेको छ, धेरै स्क्यामहरू भइरहेको छ। त्यसलाई कन्ट्रोल गर्न, त्यसलाई हेर्नको लागि चाहिँ रजिस्ट्रेसन चाहिँ कम्पलसरी चाहिँ बनाएको छ। अब जस्तै कि हजुरहरूले हेर्नुभयो भने चाहिँ टिकटक पनि ब्यान भएको थियो। टिकटकले नेपालमा रजिस्टर गर्यो, त्यसपछि चाहिँ नेपाल सरकारले चाहिँ टिकटकलाई चाहिँ अनब्यान चाहिँ गरिदिएको थियो। त्यस्तै गरी अब फेसबुक, इन्स्टाग्राम, ट्विटर जस्तो अरू सोशल मिडिया प्लेटफर्महरू पनि रजिस्टर चाहिँ हुनुपर्ने छ। यदि सरकारले दिएको टाइममा रजिस्टर भएन भने चाहिँ सरकारले चाहिँ यो सोशल मिडिया प्लेटफर्महरूलाई चाहिँ ब्यान चाहिँ गर्नेछ। नेपाल सरकारले रजिस्ट्रेसन गर्नको लागि चाहिँ आज चाहिँ लास्ट डेट चाहिँ दिएको थियो। हजुरहरूले यो RONB को पोस्ट पनि हेर्न सक्नुहुन्छ। अब यसपछि के हुन्छ त्यो त मलाई थाहा भएन, तर आज चाहिँ लास्ट डेट चाहिँ थियो। अब यो कुरालाई लिएर हामी नेपाली फ्री फायर प्लेयर्सहरू किन सिरियस हुनुपर्छ भन्दाखेरि चाहिँ हामी मध्ये धेरैजना फ्री फायर प्लेयर्सहरूले चाहिँ फेसबुकलाई चाहिँ युज गर्छौँ आफ्नो फ्री फायर आइडी लगइन गर्नको लागि। यदि फेसबुक आइडी जो ब्यान भयो भने आफ्नो फ्री फायर आइडी एक्सेस गर्न चाहिँ सक्दैनौँ, जसले गर्दाखेरि चाहिँ हाम्रो गेममा भएको स्किन्स, डायमन्ड्स, र्याङ्क सबै कुराहरू चाहिँ जान्छ। अब यसको लागि हामीले सल्युसन के गर्न सकिन्छ भन्दाखेरि चाहिँ अब धेरैजनाले चाहिँ पहिला नै फेसबुकबाट चाहिँ लगइन गरिसक्नु भएको छ। अब अरू प्लेटफर्महरूमा लिङ्क अथवा बाइन्ड गर्न चाहिँ मिल्दैन। यदि हजुरहरूले लिङ्क गर्नुभएको छैन भने चाहिँ VK अथवा अरू प्लेटफर्महरूबाट चाहिँ लिङ्क चाहिँ गर्नु होला आफ्नो फ्री फायर आइडी। अब अर्को अप्सन के गर्न सकिन्छ भन्दाखेरि चाहिँ हजुरहरूले चाहिँ आफ्नो आइडीको स्क्रिनसटहरू चाहिँ लिएर चाहिँ राख्नु होला। अनि पछि हजुरहरूले आफ्नो आइडीमा रिकभरी इमेल राख्नु भएको छैन भने चाहिँ छिटो राख्नु होला। त्यसले पनि हजुरहरूलाई एकदमै हेल्प चाहिँ गर्नेछ। हजुरहरूको आइडी रिकभर गर्नको लागि हजुरहरूले चाहिँ कस्टमर सपोर्टको हेल्प चाहिँ लिन सक्नुहुन्छ यदि त्यो केस भयो भने चाहिँ, फेसबुक ब्यान भयो भने चाहिँ। अब लास्ट अप्सन भनेको चाहिँ VPN हो। जसरी हामीले टिकटक ब्यान भएको बेला VPN युज गरेर टिकटक चलाएको थियौँ, त्यस्तै गरी चाहिँ अब फेसबुक ब्यान भयो भने हामीले VPN युज गरेर चाहिँ फेसबुकलाई एक्सेस गरेर चाहिँ हामीले चाहिँ फ्री फायर आइडी खेल्न चाहिँ सकिन्छ। अब हजुरहरूमध्ये धेरैजनाले चाहिँ सोच्नु होला कि VPN युज गर्न सेफ छ कि छैन भनेर। VPN युज गर्ने कुराहरूमा चाहिँ हजुरहरूले चाहिँ बुझेर मात्रै गर्नुपर्ने हुन्छ। VPN युज गर्दै गर्दाखेरि चाहिँ हजुरहरूलाई कनेक्सन इस्युज हुनसक्छ, हजुरहरूको एकाउन्टमा रिस्क पनि हुनसक्छ, अनि पछि हजुरहरूलाई चाहिँ फ्री फायरले ब्यान पनि गरिदिन सक्छ। अब यसको सेफर अप्सन के छ भन्दाखेरि चाहिँ हजुरहरूले चाहिँ एकदमै ट्रस्टेड VPN चाहिँ युज गर्नु पर्यो। अहिले चाहिँ अब ट्रस्टेड VPN कुन हो भनेर त मैले हजुरहरूलाई भन्नु पर्दैन किनकि फेसबुक ब्यान भएको छैन। यदि ब्यान भइहाल्यो भने कुन चाहिँ VPN सेफ हुन्छ त भनेर चाहिँ मैले हजुरहरूलाई ब्रोडकास्ट च्यानलमा चाहिँ रिसर्च गरेर चाहिँ राखिदिनेछु। सो हजुरहरूले मेरो ब्रोडकास्ट च्यानल जोइन गर्नुभएको छैन भने चाहिँ जोइन गर्नु होला। लिङ्क चाहिँ हजुरहरूले यो भिडियोको डिस्क्रिप्सनमा चाहिँ पाउनुहुनेछ। सो अहिले नै गएर आफ्नो फ्री फायर आइडीलाई चाहिँ पहिला सुरु त हजुरहरूले रिकभरी इमेल राखेर चाहिँ लिङ्क गर्नु, त्यसपछि आफ्नो आइडीको स्क्रिनसट लिनु, अनि पछि चाहिँ हजुरहरू चाहिँ एकदमै प्रिपेयर भएर चाहिँ बस्नु। इन केस फेसबुक ब्यान भयो भने मैले चाहिँ यो कुरा मोडरेटरलाई पनि राख्नेछु र मोडरेटरबाट आएको जुन रिप्लाई हुन्छ ब्रोडकास्ट च्यानलमा चाहिँ हजुरहरूलाई त्यो अनुसार फिडब्याक चाहिँ दिनेछु। त्यति धेरै डराउनु पर्ने इस्यु त होइन, तर पनि हजुरहरूलाई इन्फर्म चाहिँ गराइदिएको अहिलेको सिनेरियोमा चाहिँ के चलिरहेको छ र हामी फ्री फायर प्लेयरहरूलाई चाहिँ के इम्प्याक्ट पर्न सक्छ भने हजुरहरू त्यति धेरै प्यानिक भएर चाहिँ नबस्नु होला। यो कुराको सल्युसन चाहिँ निस्किने नै छ। सो आजको भिडियो चाहिँ यति नै थियो। यदि भिडियो मन पर्यो भने चाहिँ भिडियोलाई लाइक गरिदिनु होला, च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरिदिनु होला। सो फेरि भेट्नेछौँ हामी अर्को नयाँ भिडियोमा। टिल द नेक्स्ट भिडियो, टेक केयर, गुड बाई, जय नेपाल।